गुन्द्रीहरु त रहेछ ओइ गुन्द्रुक पनि रहेछ नाङ्लोमा मामाको आया दामी हुँदो रहेछ यतै उति बसेर मामा यो कोला फलेको बेला चाहिँ बोलाउनु है हामीलाई यो के कोला हो यो नाइ है दाना भएको दाना भएको रक्सी मात्रै अनि तपाईलाई यहाँनेरि पनि उयो पनि दिएर मामा यता अनि सागसब्जी रोप्नु म एकछिन यता जान्छु यहाँ सबै खनेर सागसब्जी रोप्नु लापरवाही होइन मान्छे चाहिँ लापरवाही हो अब माइजू ल्याउनु एउटा होइन अनि यहाँ खन्नु अनि त्यहाँबाट रोप्नु उराट त्यता चाहिँ के छ अब कहाँ जानु भएको अनारस बाख्रा पसेछ कहाँबाट पस्छ निस्के कहाँबाट पस्छु तेरो बाबुको दाइजो छ कि बिर्ता छैन निस्क्यो मामा यो जग्गा तपाईँकै हो लाल पूर्जा पनि छ बेच्नुहुन्न अनि यो त यो त्यो रुखदेखि यता चाहिँ बेचिसकेको यो रुख त्यहाँदेखि उता त हैलान्छ अनि उपर तल काँस काटेको छैन नि त्यता ऐलानी छ यता चाहिँ नम्बरी कतिमा बेच्ने म किन्नु पर्यो सस्तो यो या रोप्नु भनेर गरेको रोप्ने भ्याएको छैन बाँस चाहिँ कहाँबाट ल्याउनु भयो बाँस बाँस उता देख्नु भएन ए उता रहेछ नि त कति घर पछाडि ओ अर्को पनि छ तितेपाती पनि रोप्नु भएको अर्को पनि रहेछ छ पिन्जाङ बाँस छ परम छ तर मुना आएको छैन सागसब्जी चाहिँ रोप्नै भएन छ के गर्नु रोप्दिनँ म किन नहौ आमै रासेसहरू यहाँ छ नि बाख्रा एउटा पानी पनि लिएरै हाल्नु पर्दो रहेछ होइन पानी त्यो भिजाउनु पानी त उति खोलाबाट ल्याउँदा भइहाल्छ नि के को बिरुवा लाउनु भएको छ हौ